ठ्याक्कै सुनवर्सी चोक आइपुगेको छ हेर्न सक्नुहुन्छ रतुवामै 5 यता पनि बाटो छ यता झुलङ्गे पुल जाने बाटो तिरौँ न कस्तो छ यस्तो छ पिच छ साइड साइड हैन पोखरीको चारैतिर घुम्ने यसो यो बाटो बनाएको छ तेह्रथुम जिल्ला रजको अनुदानमा दियो होला नि अविनाश धरानको मान्छेले यो चाहिँ बनाइदिएछ स्मारक यहाँ सुनवर्सी महाराजजीको यहाँ दियो यहाँ एक चलाइदियो वीडियो चालू छ यार कैमरा पनि महाराज के यता हात्ती र घोडा पनि छ कि यहाँ ज्योति राजवंशीले भन्दै छ हैन के छ भन त त्यहाँ हात्ती घोडा छ त्यही हेर्न जाँदैछौँ हामी हात्ती र घोडा पनि छ यो सुनवर्सी महाराज थानको हैन जे सवारी छ हाई भन्दै बेटा यता ल जाऊ जाऊ हेर्न भेरी नाइस ज्योति राजवंशीले पनि फोटो खिच्छ यता दाइहरू पनि फोटो खिच्दै हुन्छ हेर्नुहोस् सेतो हात्ती र कालो सेल्फी हान्दैछ ल ल हुँदैछ घुम्यौँ त फोटो लिउँ तले यो पनि भनौँ टेम्पलै हो टेम्पल हो टेम्पल छ घन्टीहरू छ सुनवर्सी महाराज थानको मेन त मन्दिर यता छ जस्तो लाग्यो मलाई घन्टी बजाऊ बजाऊ ज्योति राजवंशीले घन्टी बजाउँदैछ धनियान भन्ने पोखरीको फेरि पनि माता रनकाली यता पनि छन् टन्डुवानी मधुरा भनेर यो अब देवताहरूको नाम हो फेरि अब यता जाउँ यहाँ चाहिँ के लेखेको छ यता भोलेनाथको होला बस एउटा नोटिस छ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति भनेर 81/12/17 जीमेल आइडी ल्याएन खोइ के छ त्यति नपढौँ सो साथीहरू आजको भ्यू हैन यसो सुनवर्सी मेला सुनवर्सीको पोखरी हेर्न सक्नुहुन्छ घुमियो एकदमै रमाइलो ठाउँ रहेछ हस् त साथीहरू अहिलेको भ्यू अब मैले क्लोज गरेँ बेलको गाछ रहेछ यत्रो ठुलो फलेको छ बेलको रुख हो यो जाऊ घन्टी बजायो तिमी पनि घन्टी बजाऊ अस्मिता राजवंशीले पनि घन्टी बजाउँछ ताना न त्यसरी होइन हो फेरि डोन्ट टच त्यसरी यसले गर्छ क्या बुझ्यो बजाऊ